हाई गाइज नमस्ते व्हाट्सअप अनि आज चाहिँ हामी बोस्टन टु न्यू जर्सी रोड ट्रिप जान लागेको विथ फ्यामिली त्यहाँको मन्दिर न्यू जर्सीको मन्दिर सेकेन्ड लार्जेस्ट हिन्दू टेम्पल हेर्न जान लागेको अनि हामी 2 दिन चाहिँ वहीँ बस्छौँ त्यसपछि हामी फर्किन्छौँ आफ्टर 2 days मेबी मन्डे फर्किन्छौँ सो दिस विल बी माई अनदर भिडियो टु अपलोड इन युट्युब सो गाइज इन्जोय द रोड ट्रिप विथ ब्युटिफुल भ्युज सी यू गाइज यहाँ अमर दाइ चाहिँ आइपुग्नु भयो हाम्रो गाडी लिनको लागि अब हामी चाहिँ एउटा गाडी लिन चट्ट गाडी लिन जाँदैछौँ है हेलो अमर दाइ के छ हौ ठिक छ रोक्नुपर्छ भनेर होइन के छ अमर दाइ हामी अलमोस्ट गाडी लिने ठाउँ पुगिसक्यो भने त अलमोस्ट हामी टक्क गाडी लिएर अनि त्यसपछि ब्याक टु होम अनि त्यसपछि सामान राखेर होइन के बाबु यता घर किनिदिने हो क्या एउटा At the stop sign, turn right onto Lynn Shore Drive. पहिला पहिला हामी आउनु ठान्छ नि बाबु यो हो नमस्ते दाइ कस्तो लाग्यो तपाईँलाई हाम्रो यो एकदम दामी थियो दामी छ दामी छ ल है हामी अलमोस्ट रेडी टु गो टु कहाँ अरे न्यू जर्सी होइन त ल मर्सिडिज बेन्ज है गाइज मर्सिडिज बेन्ज ढ्यान्डरान 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 एउटा सानो त ढ्यान्डरान अल बी ड्राइभर ड्राइभर माइलो म चाहिँ को पाइलट को ड्राइभर यता ए ल गाडी Hey guys. यसको अगाडि चाहिँ त्यो लामो रहेन छ नि बाबु ठुलो छ नि त्यस्तो लामो छैन के भन्छ कि बाबु यो प्लास्टिकको झोला चाहिँ किन हट्टी पार्छेको ल सामानसँग हालिसक्यौँ नि त हामी भित्र बाबु हजुर म ड्राइभरसित ल बाबा एउटा भिडियो बनाइदियो अरे बाबु जाऊ त सानो ल हाम्रो चाहिँ अलमोस्ट गाडी रेडी भइसकेको छ है गाडी चाहिँ फेरि यत्रो ठुलो छ कि मभन्दा ठुलो छ है गाडी चाहिँ फेरि सामानै ठुलो गाडी भएर सामानै सानो देखिरह ल सामान सामान सब रेडी भइसक्यो खानासानाको लागि होइन टक्क गाडी चाहिँ पुरै चङ्गातिर छ यहाँ फेरि गाडी ल हजुर हामी चाहिँ अब अलमोस्ट रेडी हुँदैछ यहाँबाट चाहिँ हामी अब अमृत दादाको घर अब चाहिँ हामी कहाँ जानु लाग्यो ल अब जान्छौँ हामी यहाँ पछाडि चाहिँ हाम्रो प्यासेन्जर होइसिन्छ मम्मी यता ड्याडी ओहो ड्याडीलाई त कस्तो राम्रो देखियो त यो चाहिँ 15 सिटर वाला गाडी हो ल हाल्नु पनि यहाँ मैले यस्तो छैन यहाँ चट्ट यसो भन्दै यहाँ तल हाल्ने ट्याक ट्याक नेपाली स्टाइल ढङ्ने त्यसपछि ट्याकलाई ड्राइभ मोडमा हाल्ने शुभयात्रा अब चाहिँ हामी अमिताहरूलाई पिकअप गर्न जाँदैछौँ अहिलेको लागि चाहिँ म यहाँ अगाडि बसिरहेको छु होइन ड्राइभरको लागि कम्पनी दिनको लागि खलासी
त्यहाँ गएपछि चाहिँ चेन्ज हुन्छ है हाम्रो यस्तो छ हाम्रो चाहिँ भ्युज ड्याडी कफी खाइराखेको छ मम्मी फोन हेर्दै बसिन्छ कस्तो फिल भइरहेको बेबी ड्राइभ गर्दा हो मलाई चाहिँ यस्तो डर लागिरहेको छ यस्तो माथि बसे जस्तो फिल भइरहेको छ हामी चाहिँ अलमोस्ट अमिताको घर आइपुग्नु लाग्यो भाइ यस्तो युटर्न लिइसकेपछि चाहिँ युटर्न त त्यसलाई यस्तो लेफ्ट टर्न लिने होइन सर्ट चलाएर अलमोस्ट there. यस्तो ठुलो गाडीमा बसाएर चाहिँ यस्तो माथि फिल भयो होइन अब हामी चाहिँ अमृत दाइको घरमा आइपुग्यौँ फाइनली पार्क भयो होइन गऱ्यौँ हामी चाहिँ अमिताको घरमा आएर हामी चाहिँ अमिताको घरमा आइसक्यौँ अमितालाई नक गर्नु पर्यो आएर भाइ कहाँ छ के गर्दैछ घन्टी बजाइदिएर आयो फेरि मेरो बुढीले जहिले घन्टी बजाउँछ मेरो बुढी है तर यो एक्सपेक्ट गरेको भन्दा चाहिँ गाडी एकदम स्थिल छ है कडा छ है हाम्रो गाडी बेबीको सिटको लागि यहाँ अरेन्ज भइरहेछ है अमरदाले यहाँ बनाउँदै हुन्छ है बच्चाको लागि चाहिँ सुत्नको लागि यहाँ हाम्रो फेरि आएर फेरि हाई हाइदिएको दिँदैछ है फेरि हाई भन्दै आएर हाई आरब हाई हेलो आरब हाई जति पनि अर्डर रहेछ बाबु सामान त भित्र धेरै ठुलो भने गाडी यो गाडीमै छोड्ने हो क्या यसलाई कहाँ जान लाग्यो बेबी तिमी नेपाल जान लाग्यो क्या नेपाल त अब कहाँ गइन्छ हिँडिसकेपछि अब त 10 दिनको टुर हो हाम्रो लाग्यो है एयरपोर्ट जान रेडी भयो हे के कहाँ जान लाग्यो रहेछ तिम्रो गाडी अलि यता पार्क गरेछौ क्या त ठिक छ कहिले ए बर्लिङटन मलबाट के पछाडि त्यो एउटा केरा बाँकी थियो कि त्यो राखेर के काम भनेर लिएर आएको मैले जस्तै पाक्या यसरी खायो नि हुन्छ खायो भनेदेखि ल गाइस ल शुभ यात्रा ओके यस्तो रहेछ क्या हैन के चाहिँ दिमा गए बाबु खानी हो Turn left on Arriva Street. हामी 7 बजे 8 बज्छ होला हामी चाहिँ अब रेडी हामी कहाँ जान रेडी भएको Turn right on Arriva Street. मेन डेस्टिनेसन चाहिँ न्यू जर्सी हो जर्सी त अहिले चाहिँ You केरा will avoid slowdowns on I-90 West. You're on the fastest route. You will arrive at 7:50. What's up guys? What's up? What's up? Hey. हामी पनि आछौँ है हेलो हामी चिकन खाइरहेको छौँ घरमै ट्राफिक एकदम ट्राफिक छ है फेरि आज पुरै फास्ट आएको छ हामी 3:30 बजे जाने भएर हामी नै ढिला निस्क्यौँ फेरि पाइलट हुनुहुन्छ हामी चाहिँ यहाँ चाउचाउ खाँदै है जाँदैछौँ हामी चाहिँ लङ टुरमा यहाँ चाहिँ वाइवाई भेज ड्राइभर साहब चाउचाउ खाइसु मेरो यहाँ असिस्टेन्ट अब असिस्टेन्टले धेरै हाल्छ धन्यवाद गाडी त फुल भएर चार्ज
अझै पछाडि बाँकी छ है सिटहरू धेरै खाले एनीबडी वान्ट्स टु खाऊ चाहिँ टाइम हालिसक्यो भाइ 2 घन्टा अलिक भएको छैन क्या है अलिक भएको छैन 1.5 कहिले टिकट किरायमा लाग्यो पुरै घाम एकदम कस्तो लागेको छ है बाहिर बच्चा बच्चीहरू पनि सुनिसक्यो एकदम घाम चाहिँ पुरै आँखामा आइरहेछ है सनसेट हुने बेला भएछ दुकानदार त्यहाँ हेर्नु कस्तो दामी देखिरहेछ ठ्याक्कै आँखामा आउने कि है अब चाहिँ यदि अब चाहिँ अमेरिकाबाट नेपाल जानु पर्यो भने पनि म चाहिँ माइक्रो चलाएर खाने भएँ एउटा माइक्रो किन्ने हो सबैलाई अमिर दाईलाई चाहिँ लगानी गरेर लाउने हो पैसा जोसँग धेरै चाहिँ उसलाई लगानी गरेर लानुपर्छ नि त के कसो अमिर दाई लगानी गर्न रेडी हो सेयर त म नि हालिहाल्छु नि सबै पैसै पैसा भएको भए चाहिँ पैसा नलिन्छ अघि भर्खर बाबाले फेरि लटरी जितिहाल्छ 5बाट 15 भइसक्यो बाबाले आजको दिन ठिक रहेछ तर फेरि त्यो 25 नम्बरको लिने भने मैले भनेको नि होला 25 भन्नु लाग्यो बाबुले हजुरले भन्नुभयो भने 25 त फेरि मेरो नम्बर हो नि त त्यही भएर त मैले 25 भनेको 25 मेरो नम्बर 25 भनेको 5 मा मैले बाबा चाहिँ मेरो मात्रै किनिदिन्छ क्या कति लामो गाडी हो यार पर्दैन हाम्रो नतेर होला ल हामी फर्स्ट स्टपमा आइपुग्यौँ पुरै काठमाडौँ टु पोखरा यात्रा गरे जस्तो भइरहेछ यहाँनिर फर्स्ट स्टप